Hello everyone. Hello everyone. स्वागत छ तपाईहरुलाई मेरो ब्लगमा। नमस्कार सबैजनालाई। आज हामी कहाँ जाँदै छौं भन्दिनु त सानै? हस्पिटल। के भएको छ तिमीलाई? सुसुले बिराम भएको छ। ए सुसुले गरेर कोसँग जानु भएको नि? मामासँग। हो र? अनि अरु? कसँग? अनि बाबा चाहिँ कहाँ जानुभयो? बाबा बेनुका नानाकोमा। के गर्नु जानु भएको? बस्नु? हैन हो विदेश जानु भएको। के गर्नु जानु भएको? के गर्नु जानु भएको विदेश? अनि काम गरेर के दिन ल्याउनुहुन्छ? पैसा कति ल्याउनुहुन्छ? मेरो छोरी चाहिँ पिसाब आयो भन्छन्, फेरि पिसाब फेरायो, थोरै थोरै एक थोपा फेर्छिन्। के भएको थियो? अनि पानी पनि खानु त खान्छन्। त्यही भएर आज चाहिँ पानी अब पर माग्दिन्छु ल। आज चाहिँ अनि चेकअपको लागि हस्पिटल लगेको। हौ के भयो? के भयो रे? गलिछिन्? को? कसरी गर्नुहुन्छ हौ? एकछिन परसम्म त हिँड्नु पर्यो नि त। कसको बच्चा चाहिँ यस्तो छ नि, एकछिन हिँड्नु भने झन्नै लडी गलिहाल्छिन् रे। अनि मामुको माया लाग्दैन? किन लाग्दैन? मम्मीलाई दुःख दिनु मन लाग्छ? हिँड्नु पर्दैन यत्रो भएको मान्छे हो? के? कस्तो होइन? कस्तो त्यही भएर म स्कुल पठाइदिन्छु नि अब तिमीलाई। किन? त्यसो गर्नु हुँदैन। कसले सिकायो त्यसो गर्नु? फेरि त्यसो गर्नु कसले सिकायो? फेरि भन्दैछु म स्कुल, अब स्कुल पठाइदिन्छु। त्यो हात बन्द गर। हाम्रोतिर चाहिँ पुरा यो बाटो बनाउने काम भइरहेको छ। बाटो बिग्रेर भन्दा पनि यो हिउँदमा त्यो पानी नपरेर धुलो यस्तो उठ्छ कि चप्पल त हिँडिन सक्छ होइन इमा? हजुर तिम्रो कालो भएको छैन? राम्रै छ। अनि भर्खर बाटो बनाउन सुरु गर्दैछ। बाटो बिग्रेर कहिले बनाइसक्ने हो थाहा छैन। हजुर गाडी आएन? गाडी चढ्ने ठाउँ त पर पो त अब पो आउँछ त हौ गाडी चढ्ने ठाउँ त सानी। हजुर यस पर आउँछ पो त। हिँड्नु पर्यो नि त। यता सिधा टाउको सिधा बनाऊ। कति किलो हुनुहुन्छ? मेरो छोरी चाहिँ कति किलो छिन्? 14 किलो भएछिन्। आमामा हो हौ। कति किलो त? 13 कति अरे? 14 यस कम आऊ। कत्काउनु भयो? हजुरले अरे भत्काउनु भएको त। हामी चाहिँ हस्पिटलमा भनौँ यहाँनिर ए होइन सरी होइन मेरो छोरीलाई होइन। मेरो छोरी कति ज्ञानी यहाँ बस्नु। मेरो छोरी कति ज्ञानी छ। छैन नि छैन। पिसाब टेस्ट गर्नुतिर अब पिसाबमा इन्फेक्सन केही भएको थियो भने दबाईहरू लगेर घर जानुपर्छ। सानी त नचलाउनु यता आएको। ए ल सकियो नि? मिठो छ। अब हामी चाहिँ थुक्पा खान आँटेको। यिनीहरूलाई हस्पिटल लगेर
यो चाहिँ हाम्रो खाजा होला मेरो चाहिँ बफ हो इमाको चाहिँ चिकन हो ए चाउमिन हो चाउमिन अरे ल ल म चाहिँ सौदा गरिसकेर अब प्याक गर्न आँटेको अब सौदा गरिसकेर घर जान लागेको म चाहिँ सौदा गरिसकेँ मेरो सौदा सक्यो अब घर जाऊँ ल के हो त्यो के अरे न केटा केटीले खानु जानेछ कहिले नदेखेको चिजहरू होइन हो नि त गाडीमा चाहिँ मान्छे नभएर इमा र म मात्र होला अब चाहिँ हामी घर गएको कहाँ जानु भएको घर गएको के छ गाडीमा मान्छे नभएर आमा छोरी र मेरो छोरी चाहिँ तर नानी चाहिँ एकदम झगडा गरेर सुताइहाले अब चाहिँ खाना पकाउने हो खाना पकाइसकेर खाने हो बाह्र माझ्ने हो आराम गर्ने हो आजलाई चाहिँ मेरो ब्लग यति नै थ्याङ्क्स फर वाचिङ हजुरहरूलाई मेरो ब्लग मनपर्छ भने कृपया लाइक सब्सक्राइब र सेयर गरिदिनु होला यस्तै ब्लगहरू म लिएर आउने गर्छु